एउटा माछा समाते है त साथीहरू, हेर्न सक्नुहुन्छ। हेलो साथीहरू, नमस्ते, स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ म हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँ बल्छी खेल्न आएको होइन। बल्छी खेल्न आएको पनि 1 घन्टा आधा घन्टा भइसक्यो। अब अहिलेसम्म चाहिँ माछाले टोकेको छैन होइन। अब एकछिन पछिसम्म बस्छौँ, टोक्छ कि भन्ने आशा छ। लगभग 1-1.5 किलोलेसम्म टोकिदिए पनि त घरमा अलिकति हुन्थ्यो होइन साथीहरू। अब यस्तै छ मेरो घरहरू चाहिँ, गाउँहरू तपाईँहरूलाई देखाउँछ है त साथीहरू। हेर्न सक्नुहुन्छ, यो माथिको गाउँ चाहिँ मेरो हो होइन। यहाँनिर चाहिँ मेरो स्कुटर राखेको छ, मैले यसैमा आएको म होइन। तपाईँहरूलाई यहाँबाट के देखाउँ ल। यहाँनिर माथि पुल देख्नु भइरहेको, यो पुल चाहिँ हाम्रो बन्दै गरिरहेको पक्की पुल होइन। यो चाहिँ हेटौडामा पर्छ यो। यस्तै छ साथीहरू। अब यहाँ अहिले हेर्दैछु म, माछा पऱ्यो भने चाहिँ अर्को भिडियो पनि बनाउँला। अहिलेलाई चाहिँ अब यस्तै हो साथीहरू, हेर्नुहोस् है। आएको पनि लगभग आधा घन्टा जति भइसक्यो साथीहरू। माछा पनि चाहिँ परेकै छैन यार। साथीहरू के गर्ने होला। ल साथीहरू, 1 घन्टाको अन्तराल पछि चाहिँ एउटा माछा समाते है त साथीहरू, हेर्न सक्नुहुन्छ। एउटा माछा समाते छ। ल एउटा माछा समाते है त साथीहरू। यो भिडियो चाहिँ तपाईँहरूलाई के कस्तो लाग्छ होइन। मेरो भिडियो सानो सानो छोटो भए पनि एकदम माया गरिदिनु होला होइन। लाइक सब्सक्राइब पनि गरिदिनु होला। यस्तै अर्को छोटो भिडियोहरू चाहिँ म लिएर आउने नै छु होइन साथीहरू। हेर्न सक्नुहुन्छ मेरो गाउँ चाहिँ। ल यति भन्दै चाहिँ आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्छु है त साथीहरू।